2 रोपनी 3 रोपनी 4 रोपनीमा तोरी छरिन्थ्यो हाम्रो यहाँ परम्पराको पहिलाको तोरी अनि त्यो तोरी हाम्रो उम्रेर अलि माथि पनि आउँदैन थियो 4 उमलको बोट पनि हुँदैन थियो फोस्टर परिजन आएपछि नै हो यो तोरीको बिउ उत्पादन भएको है पहिला थिएन पोहोर साल चाहिँ तोरीको बिउ ल्याइदिनु भएको थियो 1-1 किलो 2 थरी हाम्रो समूहमा अनि त्यस्तै चाहिँ मैले चाहिँ त्यो ल्याएर यही मुन्नेडा चाहिँ 2 पाटामा छरेको थिएँ एउटा 2 थरीको बिउ थियो हेर्नुहोस् एउटा प्रगति भन्ने एउटा अर्को के हो लुम्ले त्यो लुम्ले भन्ने मसिनो गेडा थियो प्रगति भन्ने अलि मोटा गेडा थियो अनि त्यो चाहिँ राम्रो फल्यो 1 केजीमा लगभग मेरो चाहिँ त्यो 27-28 पाथी फल्यो त्यो अर्को लुम्ले भन्ने चाहिँ फलेन त्यो 5-7 पाथी मात्रै फल्यो अनि त्यो तोरीको बिउ लगभग त्यो 27-28 पाथी तोरीमा मैले कति त्यो 10 पाथी जति पेल्या थिएँ त्यो अरू सबै नै मैले त्यो बिउमा गयो तर बिउ मैले त्यत्तिकै दिन सकिनँ किन भन्दा मेरो त मिहिनेत हो हैन अब त्यो मैले चाहिँ 50 रुपैयाँ मानो भनेर भने ल हुन्छ हामी लान्छौँ भनेर 50 रुपैयाँ मानाले सबैले पहिला चाहिँ समूहलाई दिएँ मैले लुम्ले भन्ने चाहिँ ल यो चाहिँ यस्तो छ है हुँदैन यो भएन भने मैले त्यो प्रगतिलाई मात्रै चाहिँ नि बेचेँ त्यो लुम्ले भन्ने चाहिँ कसैलाई पनि मैले दिँदै दिइनँ त्यो आफूले मात्रै गरेर हुँदैन सबैको समूहमा गाउँमा सबैको भयो भने सबैको राम्रो भयो भने राम्रो एउटा मात्रैले खाएर हुँदैन सबैले खानु पर्यो सबैलाई सुविधा होस् भन्नलाई मेरो चाहिँ उद्देश्य त्यो हो यही खेती गर्न ल यस्तो बिउ लाउने यो सिजनमा यो बिउ लाउने भनेर यति चाहिँ कुरो सिकाइरहेको छु मैले